बाबुआमाको मन छोराछोरीमाथि र छोराछोरीको मन ढुङ्गामुढामाथि। माफ गर्नु होला, यो भिडियो सबैको निम्ति होइन। कतिले आफ्नो बाबुआमाको राम्रो स्याहार सुसार गरिरहनु भएको छ र उहाँहरूलाई म सल्युट गर्छु। छोराछोरी भनेर कति दुःख कष्ट गरेर खाइ नखाइ गरेर उनीहरूको भविष्य सुध्रेस भनेर बाबुआमाले सानैदेखि हुर्काएर ठुलो बनाउँछन्। पछि गएर त्यही छोराछोरी जब ठुलो हुन्छन् नि, बाबुआमा बुढाबुढी बिरामी भएपछि यो बुढो कहिले मर्छ, यो बुढी कहिले मर्छ भन्दै घरको एउटा कुनामा थन्काइदिन्छन्। कतिको त घरमा जग्गा नभएर वृद्ध आश्रमसम्म पुर्याउँछन्। छोराछोरी सानो हुँदा नि अलिकति गिलो गुवाउँदा पनि मेरो नानीलाई के भयो भन्दै घरि डाक्टरकोमा, घरि धामीकोमा, घरि वैद्यकोमा पुर्याएर बाबुआमाले निको बनाउँछन्। तर बाबुआमा बिमारी भएपछि नि छोराछोरीले सरकारी अस्पतालमा पुर्याउँछन्। फेरि आफूसँगै जाँदैनन्, बिचारा बुढाबुढीहरू लौरो टेक्दै टेक्दै अस्पताल गएको मैले थुप्रै देखेको छु। यस्ता छोराछोरीहरूले फेरि यस्तो देखावटी गर्छन् नि, लागबत्ती बालेर बाबुआमा बोकेर वरिपरि परिक्रमा गरेर देखाउँछन्। मरेपछि घिउै घिउ दलेर चिल्लो न चिल्लो पिण्ड चढाउँछन्, अस्तु सेलाउनु गंगामा लान्छन्। अरे बाँचिन्जुल सेवा संस्कार गर न, मरेपछि गरेर के लाभ? मरेपछि चढाउने त्यो पिण्ड बरु अलिक कम्ती चिल्लो भए हुन्छ, तर बाँचिन्जुल बाबुआमाको तेल मालिस राम्रोसँग गर्नुपर्छ। मरेपछि अस्तु बरु नपुर्याउँदा पनि हुन्छ, तर बाँचिन्जुल बाबुआमालाई तीर्थ पुर्याउनु पर्छ। बाबुआमा भनेको त जिउँदो भगवान हुन्। जिउँदो भगवानलाई चाहिँ घरमा रुवाएर कलियुगका मान्छेहरू तीर्थ धाम मन्दिरमा भगवान खोज्दै हिँड्छन्। के तिनीहरूले भगवान पाउँछन्? पाउँदैनन्।